हेलो 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 हामी चाहिँ आज साथीको बिहे हुँदै हुँदै चासोकताङमा मनाउन जाँदैछौँ। यो चाहिँ दुधे यति धेरै भिडभाड थियो। हामी चाहिँ चासोकताङमा पनि यसो छिरिराखेर साथीको बिहे खान जाउँ भन्ने खालको कुरा भएर हामी चाहिँ दुधे रङ्गशालामा छिर्दैछौँ है त। मान्छेको भिड कति धेरै बस्ने रहर थियो, तर के गर्नु साथीको बिहे खान जानु छ। त्यो पनि कति धेरै टाढा छ, कतिखेर पुगेर आउनु। हामी चाहिँ दुधे आइपुगेको छौँ है त। स्लो मोसन बनाएको ढङ्ग भिडियो पनि बनाउन आउँदैन हो। 2082 को चासोकताङ नाम चाहिँ यसरी नै बित्यो। अब 2083 सालको कस्तो हुन्छ थाहा छैन। के प्लानिङ गरेको हुन्छ के हुन्छ खाली। हामी कहाँ छौँ कि भिडियो बनाउन नजान्नु पनि धेरै गाह्रो छ। मेमोरीको लागि चाहिँ म चाहिँ यो फोटो अपलोड गर्दैछु अब। बिचारा मेरो साथी म मात्रै मण्डल छु, सबै लिम्बू मात्रै देख्छु भनेर भन्दैछ। मैले उनलाई चासोक लिम्बूहरूको संस्कार पनि थोरै थोरै सिकाउनु पर्यो नि त भनेर चासोकमा लगेको। म मात्रै एक्लै भएँ भनेर गुनासो गर्दैछ, तर पनि उसलाई रमाइलो भयो अरे। हामी चाहिँ बिहे खान आएको हालत चाहिँ यस्तो। यो चाहिँ मेरो साथीको बिहे है त, कल्पना वालिङको।